हो तपाईँ माइला कहाँ जेठा हुन्छ म होइन त म त अस्ति आएको अनि तपाईँ त मेरो बिहामा त आउनु भएन त अनि ल मेरो त हिजो इन्गेजमेन्ट भइसक्यो त अनि मलाई किन थाहा नदिए त ल तपाईँले भनि पठाएको थिएँ त मैले उ त्यो के अरे निम त दिएँ है भनेको थिएँ त मैले अनि अस्ति मलाई थाहै छैन ल मैले चाहिँ बिहा गरेँ नि बुढी ल्याइसक्यो घरमा तपाईँले थाहै रहन्छ त्यही भएर म नैसौ जानु लाग्यो म अनि रतौली ला रतौली ला होइन कहाँ लाउँछ रतौली रतौली लाएन क्या हल्का सानो तिनो गरेँ मैले गरिसकेँ बुढी बिहा गरिसक्यो भने गाउँ दिदी पनि गएको थियो तपाईँ मात्रै नगएको हो त्यही भएर तपाईँलाई मैले देखिनँ अनि त्यही भएर हो क्या थाहा पत्तै भएन म हिजो त गएको र कहाँ म हिजो त छोरीलाई पुऱ्याएर आयो क्या पार्वतीलाई ए होइन कहाँ उता पुऱ्याउनु गएको छ नि कहाँ आउँछ त नि अनि हिजो बेलुका उहाँ सबैजना आएको थियो तपाईँ मात्रै नआयो के थाहा त कहिले पनि बोलाएन फेरि मलाई कसैले भनिदिएन मलाई के थाहा त म नि अस्ति भर्खर बेलुका आयो के अस्ति बेलुका आयो अनि म नि भ्याइन अनि त्यही भएर अनि मलाई थाहा खबरै छैन म बिहान 8-9 बजी निस्केर गएको म 8-9 बजी निस्केर जानले मैले थाहा पत्तै पाइनँ अनि मैले कसरी आउनु त नि न म थाहा पाएर म जाने नि थिइनँ नि यस्तो मलाई थाहै दिँदैन नि हामीलाई उनीहरू गर्दैन मलाई थाहै दिँदैनन् म जान्थेँ नि अब सबै समूहको गा भए त राम्रै छ मेरो बुढी म मात्रै नराम्रो हो बुढी त राम्रै छ राम्रो नराम्रो के छ राम्रो के छ त्यही त आफ्नो बुद्धि हो आफ्नो व्यवहार राम्रो भयो भएन नराम्रो के छ राम्रो के छ छालो सबै उयो हो तिम्रो काटेर रगता मेरो काटेर रगता हुन्छ हो राम्रो हो नि आफू राम्रो भएर आफू नराम्रो भएर के छ त उनीहरूको बुद्धि व्यवहार राम्रो भयो मान्छे राम्रो भयो के छ त हो न त अब भाइलाई नि दाइलाई नि त्यसरी गरेर गऱ्यो नि त मिलाइदेऊ नि त घर निकालेर सुजनलाई अनि केटी खोज्दियो नि कहाँ खोज्दिनु त अब मैले खोजेको केटीले सुजनलाई हुँदैन हेर्नु घरमा आइदिएदेखि जस्तो ल्याए नि हुन्छ जस्तो ल्याए नि हुन्छ ए भनेपछि के ल्याइदिने थारू नि थरो नि बुर्सी नि होइन मेरो कुर्सी नि हो आफू त त्यस्तो गर्ने आउँदै आइदिएन घर आएर पो अब के गर्ने त्यही दिन सुजन आउनु पर्ने मेन कुरो मसँग नि फेसबुकमा फ्रेन्ड छैन छैन है फ्रेन्ड छैन खै फ्रेन्ड पनि पठाउँदैन त्यसले खै अब मैले पठाउँदाखेरि एक्सेप्ट गर्दैन उसले पठाउँदैन अब त्यही त हो कता अस्ति उहाँ चिरनामा नि आएको थियो अरे फोन आएको थियो अरे उहाँ त आइरहन्छ अरे फोन आइरहन्छ अरे आए पनि हामीलाई थाहा गर्दैनन् उनीहरू बस्छ कता बिसुकमा पनि आउँछ अरे हामीलाई थाहा गर्दैनन् ए अनि यसो भन्नु पर्यो नि त्यहाँ गएको बेलामा नि ल नि त मेरो छोरालाई फोन लगाइदिए भन्नुपर्छ नि त लगाइदिएर अस्ति लगाइदिएर भन्न गएको 2 फेरसम्म योपल्ट बाउ गयो योपल्ट मै गएँ 2 फेरसम्म मै गएँ नआउँछ अरे नि त यहाँ ल नि त माइला फोन गरिदियो नि त भन्दाखेरि एमबी नै छैन भन्छ एमबी छैन भन्छ डाटा चाहिन्छ त्यो गर्नुको लागि कसलाई बोलाइदिए भन्ने त नि ए तपाईँ हिजो गएको अनि कहाँ बसेर आउनुभयो त म छोरी कहाँ बसेर नि अहिले आउँदै हो बिहान हिँडे बिहान भन्नाले 6 बजे हिँडेको थिएँ उताबाट चाहिँ आधी बाटो हिँडेर आएँ अनि त्यहाँ माथि मैदान आएपछि गाडीमा आएँ चोकारी झरेँ चोकरीबाट फेरि गाडीमा आउँछु भनेको गाडी नै पाएन बस्दा गाडी पाएन अब खाना पनि खाएको थिइनँ उहाँबाट बिहान 6 बजी उठेर हिँडेको मान्छे हिँडेर मैदानसम्म आयो मैदानबाट अनि अलिकति उँधो आएको थिएँ अनि गाडी उमाएर भच्चोबाट गाडी आयो अनि गाडीमा त्यो चोकारी झरेँ चोकारी आएर बस्दा फेरि गाडी नै आइदिएन फेरि उहाँबाट फेरि गाडीमा हिँडेर आएँ यहाँ बसेर आएर भनौँ उकालो लगाएको भात खाना खाएको थिइनँ अब बिहानै छोरीले पकाइछु भात खाएको जानु आफूलाई बिहानै रुच्दैन बेहुरा कहाँ आएर अनि खाना खाएँ ल है त राम्रोसँग मैले बिहा चाहिँ गरेँ हेर्नु है बिहा चाहिँ गरेँ चाहिँ वहीँ घरमै छ हेर्न जानु मन लाग्यो नि जानु गइहाल्छ नि त मन नजाने हो आज चाहिँ नजानु आज त छैन भोलि पर्सितिर आउनु कता गएको त कता गएको आज बजार गएको बजार त्यही भएर म लिन जानु लाग्यो क्या अहिले नैसम्म गोर्खा बजार गएको अहिले आउँछ अनि म नैसम्म पर्खिन्छु त्यही त तपाईँलाई इन्भाइट गरेँ अब आउनु भएन है ल तपाईँलाई हेर्न मन लाग्यो नि भोलि पर्सितिर आउनु है त ल